हे एभ्रिवान, आज मैले यहाँहरूको सामु यस्तो नास्ताको रेसिपी लिएर आएको छु जुन बनाउन पनि एकदमै छिटो र खानमा पनि एकदमै मिठो र घरमै उपलब्ध भएका सामान्य सामग्रीहरूबाट यसलाई हामीले सजिलैसँग तयार गर्न सक्छौं। खासमा कुरा चाहिँ के भयो भन्दा बसिरहेको थिएँ, श्रीमानले अफिसबाट फोन गर्नुभयो। 10 देखि 15 मिनेटभित्र आउँदैछु, एकदमै छिटो मिठो र चटपटिलो केही नास्ता बनाएर तयार गरिदेऊ, एकदमै धेरै भोक लागेको छ। अब यति भनेपछि नचलेको जागर पनि चलाउनै पर्यो। गएर फ्रिजमा हेरेँ, बिहान चाहिँ मैले बोइल गरेर आलुलाई राखेको थिएँ। मलाई चाहिँ कस्तो लाग्छ भन्दा उसिनेर आलु राखेको छ भने चाहिँ नास्ताको लागि केही पनि समस्या हुँदैन, हामीले जे पनि बनाउन सक्छौँ क्या आलुबाट चाहिँ जस्तो लाग्छ। अनि यसलाई फ्राई गरे पनि भयो, अरू नै केही बनाए पनि भयो। अब चटपटिलो भन्नुभएको छ, त्यही भएर मैले चाहिँ अब यो उसिनेको आलुलाई चाहिँ सबै ग्रेट गर्नलाई ग्रेटर लिएँ। एउटा ग्रेटरको सहायताले चाहिँ सबै आलुलाई चाहिँ कोरेसोको सहायताले सबै कोरेँ। यसो गर्दा चाहिँ आलुमा कुनै प्रकारको पनि गिर्खा लम्सहरू बस्दैन। क्लियर भन्नुपर्दा म चाहिँ आज गिलो रोटीमा हल्का ट्विस्ट दिएर त्यसलाई त्यसबाट केही चटपटिलो कुरा बनाउने कोसिसमा थिएँ। ल हेर्नुहोस्, हाम्रो चाहिँ आलु सबै ग्रेट भइसक्यो। हजुरहरूले चाहिँ पोटेटो म्यासरको सहायताले पनि म्यास गर्न सक्नुहुन्छ। कुरा यति हो कि यसमा लम्स अथवा गिर्खा रहनु भएन। अब आलुलाई साइड लगाइदिउँ अनि लिउँ हामी आटा। यो चाहिँ हामीले सुखा रोटी बनाउने गहुँको पिठो हो, नर्मल गहुँको पिठो। अब यसमा पानी राख्दै यसको चाहिँ हामी रन्नी ब्याटर बनाएर तयार गरौँ। यसमा पनि यो ब्याटरमा पनि कुनै प्रकारको गिर्खा लम्स चाहिँ नबसोस्। मजाले पानी राख्दै यसको चाहिँ यतिको ब्याटर बनाउनु होला। ल हेर्नुहोस्, यतिको पातलो हजुरहरूले बनाएर तयार गर्नुहोला। अब यतिको भइसके पछाडि अघि हामीले ग्रेट गरेर राखेको आलु सबै यही ब्याटरमा राखिदिनु होला र आलुलाई राखिसकेपछि यसलाई पनि मजाले फिटिदिनुहोस्। यसलाई पनि मजाले यसमै घोलिदिनुहोस्, यसमा पनि कुनै गिर्खाहरू नबसोस्। ल हेर्नुहोस्, यतिको भइसकेको छ हाम्रो ब्याटर चाहिँ। अब यतिको भए पछाडि यसमा चाहिँ म मसिनो गरी काटेको प्याज, त्यसै गरी मसिनो गरी काटेको हरियो धनियाँ र खिचेको सिलौटामा खिचेको लसुन, थोरै बेसार, स्वादअनुसार नुन अनि अलिकति चिली फ्लेक्सलाई राखेर मजाले घोल्दैछु। मजाले मिक्स गर्नु होला। मसला चाहिँ हाम्रो चारैतर्फ लागोस्, अरू एक्स्ट्रा मसला यसमा केही पनि राख्नु पर्दैन। यदि हजुरहरूलाई अदुवाको पेस्ट मनपर्छ भने राख्नु होला। मैले चाहिँ युरिक एसिडको प्रब्लमको कारणले गर्दा राखेको छैन। अनि अरू धुलो मसला पनि हजुरहरूको चोइस राख्न सक्नुहुन्छ, तर म चाहिँ योभन्दा बाहेक केही राख्दिनँ। अनि लसुन प्याज खानुहुन्न भने हजुरहरूले स्किप गर्न पनि सक्नुहुन्छ। ल हेर्नुहोस्, यतिको ब्याटर बनाएर तयार गरौँ। अनि अब यतापट्टि ग्यासमा चाहिँ मैले ग्यास अन गरेर एउटा प्यानलाई राखेँ। म चाहिँ ननस्टिक प्यान लिँदैछु। अब पेनमा चाहिँ मजाले अलिअलि घिउले ग्रिस गर्दैछु। हजुरहरूले बटरले पनि युज गर्न सक्नुहुन्छ अथवा तेलले पनि गर्न सक्नुहुन्छ। ननस्टिक प्यान छैन भने हजुरहरूले सिम्पल रोटी पकाउने तावा पनि युज गर्न सक्नुहुन्छ। अब अघिको ब्याटरलाई चाहिँ एउटा डाडुको सहायताले एक डाडु लिएर यसरी हल्का फिजाइदिनु होला। डाडु अथवा कचौरा जेको पनि सहायताले अलिकति ब्याटर लिएर यसरी रोटीको सेपमा हल्का हातले फिजाइदिनु होला गोलो रूपमा। ल हेर्नुहोस्, मैले चाहिँ भ्याइसकेँ यसलाई फिजाएर पनि। यतिको सेपको बनाउँदैछु म चाहिँ। अनि एक साइड चाहिँ मोइस्चर उडिसकेर यतिको सुक्खा भइसकेपछि चाहिँ यसलाई अर्को साइडतिर टर्न गरिदिनु होला। एकदम ध्यानले गर्नु होला, यो चाहिँ एकदम नाजुक हुन्छ, नरम सफ्ट हुन्छ नि त, त्यही भएर। ल हेर्नुहोस् कस्तो राम्रो कलर देखिएको छ। अर्को साइड टर्न गरिसकेपछि यसमाथिबाट पनि म हल्का घिउले चाहिँ ग्रिस गर्दैछु, अलिअलि घिउलाई राख्दैछु। ननस्टिक प्यान लिएको भएर मैले धेरै चिल्लो राखेको छैन, यो चाहिँ टाँसिँदैन। हजुरहरूको टाँस्यो भने अलिक धेरै राख्नु होला। अनि अर्को साइडतिर पनि टर्न गरेर अर्को साइडतिर पनि हल्का घिउलाई लगाउँदैछु। हजुरहरूको इच्छा, हजुरहरूले बटर पनि लगाउन सक्नुहुन्छ अथवा तेल पनि लगाउन सक्नुहुन्छ। म चाहिँ घिउ प्रयोग गर्दैछु। अब दुवै साइड चाहिँ ग्रिस गरिसकेपछि यसलाई उल्टाइ पल्टाइ गर्दै 1 मिनट जस्तो चाहिँ यसलाई पकाउनु होला। मजाले एक साइड हल्का पाक्दै अर्को साइड पल्टाउँदै, एक साइड पकाउँदै अर्को साइड पल्टाउँदै गर्नु होला। मजाले एकदमै मिठो हुन्छ खानामा पनि र हेर्न पनि एकदमै राम्रो देखिन्छ। ल हेर्नुहोस्, म त्यसै गर्दैछु नि, तर ध्यानले गर्नु होला, एकदमै नरम र सफ्ट हुन्छ, यो टुट्न पनि सक्छ। ल हेर्नुहोस् त कस्तो राम्रो कलर देखेको छ, हेर्दै खाउँ लाग्दो कलर देखिएको छैन त। दुवै साइड चाहिँ मजाले गोल्डन ब्राउन पनि भइसकेको छ र यो अलिअलि पनि फुल्दै पनि छ। ल हेर्नुहोस्, हजुरहरूले देख्न सक्नुहुन्छ। यतिको भइसकेपछि चाहिँ लगभग हाम्रो गिलो रोटी चाहिँ बनेर तयार भयो। आलु मिसाएको गिलो रोटी अथवा यसलाई आलु परोठा पनि भन्न सक्नुहुन्छ हजुरहरूले। अब यसलाई चाहिँ म एउटा प्लेटमा निकाल्दैछु। त्यसै गरी म अर्को ब्याच पनि रोटीलाई राख्दैछु, ब्याटरलाई राख्दैछु। त्यही मैले अघि भनेकै रुल्स फलो गर्दै हजुरहरूले अर्को पनि ब्याटर राख्नु होला अनि त्यसरी नै पकाउनु होला।
हजुरहरूले चाहिँ यसरी गिलो रोटी बनाएर बच्चालाई टिफिनको रूपमा पनि हालिदिन सक्नुहुन्छ, आफूलाई ब्रेकफास्टको रूपमा पनि लिन सक्नुहुन्छ। अनि हतार भएको समयमा चाहिँ हजुरहरूले यसरी ब्रेकफास्ट बनाएर खान पनि सक्नुहुन्छ मैले जस्तै। र एक्स्ट्रा स्पाइसी खानुहुन्छ भने माथिबाट रातो खोर्सानीको धुलो, चाट मसला स्प्रिङ्कल गरेर पनि लिन सक्नुहुन्छ। ल हेर्नुहोस्, कुरै कुरामा चाहिँ हाम्रो यो पनि बनेर तयार भइसकेको छ। एकदमै मिठो हुन्छ। एकचोटि बनाएर हजुरहरूले पनि अवश्य पनि ट्राई गर्नुहोला। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न भने अवश्य नबिर्सिनुहोला। साथ सपोर्ट दिँदै जानुहोला। फेरि नयाँ यस्तै रेसिपिज भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि बाई।